ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ नाम्चे बजार। अनि नाम्चे बजार चाहिँ एउटा खुम्बु क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय, प्रशासकीय र व्यापारिक स्थल पनि भन्दाखेरि फरक नपर्ला। कुनै समय यस स्थान चाहिँ एउटा तिब्बती व्यापारी र शेर्पा समुदाय बिचको एउटा व्यापारिक केन्द्र हो भनेर पनि भन्ने गरिन्छ। आज चाहिँ मेरो मर्निङ वक छ होइन, चिसो छ नाम्चे बजार। अहिले नै -1 छ, राति -7 सम्म हुँदो रहेछ अहिले होइन। दिउँसो जति नै घाम लागे पनि अहिले हावा नचल्दा कन्डिसनमा 4 डिग्री थियो हिजो होइन। अनि अहिले चाहिँ -1 मा छ। निकै तातो ज्याकेट लाएर चिसो मौसममा हिँडिरहेको छु। अनि अब अलिअलि हिँड्दाखेरि जिउ तात्छ र अलिक न्यानो हुन्छ। र मेरो आजको छोटो यात्रा चाहिँ तपाईँहरूलाई थामसेरको माउन्ट एभरेस्ट, आमादब्लम जस्ता सुन्दर हिमालहरूलाई भिडियो मार्फत अवलोकन गराउने जमर्को गरिरहेको छु। ल सम्पूर्णमा गुड मर्निङ, नमस्ते। म चाहिँ नाम्चे बजारबाट तपाईँहरूमा भिडियो देख्न लागिरहेको छु र निकैचोटि बनाइसकेँ नाम्चे बजारमा अवस्थित भएर भिडियो। तर आज 17 गते कार्तिक, आज पनि तपाईँहरूमा नाम्चे बजारकै भिडियो लिएर आइसकेको छु। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ नाम्चे बजार। अनि नाम्चे बजार चाहिँ एउटा खुम्बु क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय, प्रशासकीय र व्यापारिक स्थल पनि भन्दाखेरि फरक नपर्ला। यो चाहिँ एउटा सगरमाथा आधार शिविर लगायत विश्वका अग्ला हिमालहरू लगायत सुन्दर पर्यटकीय क्षेत्रहरू जाँदाखेरि भेटिने एउटा स्थान हो, जसलाई हामीले गेटवे अफ माउन्टेन पनि भन्ने गरिन्छ। र कुनै समय यस स्थान चाहिँ एउटा तिब्बती व्यापारी र शेर्पा समुदाय बिचको एउटा व्यापारिक केन्द्र हो भनेर पनि भन्ने गरिन्छ योभन्दा अगाडि। र यो नाम्चे बजार चाहिँ 3440 मिटरको हाइटमा अवस्थित छ। र यस क्षेत्रमा चाहिँ आज चाहिँ मौसम धेरै राम्रो छ। र मौसम चाहिँ यो क्षेत्रमा अलिक अन्य ठाउँको तुलनात्मक रूपमा, पहाडी क्षेत्र र तराई क्षेत्रको तुलनात्मक रूपमा निकै चाँडै नै मौसम परिवर्तन हुने गर्दछ। र यस देखिरहेको नाम्चे बजार चाहिँ नेपालको उत्तर पूर्वी क्षेत्रमा पर्ने एउटा सुन्दर स्थान हो भन्न सकिन्छ। र यो चाहिँ हिमाली क्षेत्रमध्ये निकै सुन्दर बस्ती नै भन्दा पनि हुन्छ है त। र योभन्दा अगाडि पनि हेर्नु होला, फेरि पनि हेर्नु होला होइन। अब म चाहिँ कहिले पनि हेरेर अभाउँदिनँ। खुम्बु क्षेत्रकै नामाकरण भएको हिमाल, खुम्बु हिल्लिया हिमाल पनि देखाउँदैछु टाढैबाट। त्यसलाई चाहिँ हामीले खुम्चुङ खुन्देबाट चाहिँ अलिक नजिकबाट हेर्न सकिन्छ। तर नाम्चेबाट चाहिँ अलिकति थोरै हिमालको थोरै भाग देखिन्छ। त्यो पनि तपाईँहरूलाई म देखाउनेछु है त।